सो आज चाहिँ हामी तारेभिर हाइकिङमा आएको छु ओपो टिमसँग। ओपो टिमहरु चाहिँ जंगलमा हराइसकेको छ। हामी चाहिँ यहाँ अहिले जस्ट 2-3 जना मात्रै छौं है। हाम्रो ओपो टिम चाहिँ पछाडीबाट त्यहाँबाट आउँदै हुनुहुन्छ। ओके, सो हामी चाहिँ आज जगडोलबाट सुरु गरेर हामी रिसोर्टमा जाँदैछौँ। त्यसपछि रिसोर्टमा हाम्रो चाहिँ गेमिङ एक्टिभिटीहरु छ, फन एन्ड फुड्सहरु, डान्सिङहरु सबै छ है। एकदमै क्लिन हेर्न सक्नुहुन्छ। यहाँ कुनै पनि फोहोर पनि छैन र एकदमै धेरै घना जंगल पनि छैन। एकदमै राम्रो कुल छ र घाम पनि लागिरहेको छ हैन। र घाम लाग्दै पनि एकदमै हिँड्दाखेरि एकदम कुल छ किनभने यो जंगलले चाहिँ रुखहरुले चाहिँ अलिकति घाम छेकिरहेको छ हामीलाई। सो अहिले हामी तारेभिरको बीचमा आइसकेको छौं। श्रद्धाजीलाई कतिको गाह्रो भइरहेछ? के छ त? बाटो कस्तो छ? बाटो चाहिँ एकदम बबाल, हाइकिङको लागि नै बनेको बाटो हो। तर म हाइकिङको एच पनि नगर्ने भएकोले मलाई एकदम गाह्रो भइरहेछ। तर भेरी रमाइलो हो। भोक कतिको लागिरहेछ त? भोक चाहिँ लागिरहेछ। हामीलाई अफिसबाटै खुवाएर ल्याउनु पर्ने हो कि हैन त्यति चाहिँ? ओके, यस, त्यो चाहिँ एकदमै सही हो। सो कतिको गाह्रो भइरहेछ त? गाह्रो भइरा त अलिअलि छ ज्योतिजी। अब पछाडी सोध्नुस्। सो पंकजीलाई कतिको गाह्रो भइरहेछ? के भइरहेछ? गाह्रो भएको छैन। यो टोपीले पनि मलाई त हो। यो कस्तो टोपी लाउनु भएको तपाईले? यो त तपाईको त हो नि। हो। तर टोपी तपाईको हैन, गाँजाको। ओके, कस्तो भइरहेछ त तपाईहरुलाई अहिले? यस्तो गर्मी भइरहेछ त्यति हो। यस्तो त्यो टी-शर्ट पनि खोल्दै हुन्छ नि त? न, यो त एकदम रमाइलो हो। अहिले अलिक गलेको छु जस्तो लागिरहेछ। ल ठीक छ, मेरो युट्युब च्यानलमा हेर्नु होला यो भिडियो। हस्, तपाईको युट्युब च्यानल चाहिँ यस, ज्योति भण्डारी। सास एकदम फुलिरहेछ र यहाँबाट चाहिँ हाम्रो यो नारायणथान एरिया देखिन्छ। हाम्रो सर्भिसको म्याम एकदमै ढिलो आइराख्नु भएको छ। ल, उहाँलाई गाह्रो भएर बस्नुभयो। के भयो? गाह्रो भयो हो? भोक कतिको लागिरहेछ? हो। यस कहिलेकाहीँ चाहिँ यस्तो जंगलतिर हाइकिङ गर्न पनि आउनुपर्छ क्या। यो काठमाडौँको धुवा धुलो भन्दा पनि टाढा एकदमै सास फुलिरहेछ। हाम्रो ओपो टिम चाहिँ धेरैजना हुनुहुन्छ है। अब यहाँ चाहिँ हामी एकदम छुटिसक्यौँ। हामी सबैजना रिसोर्टमा गएर भेट्नेछौँ। मेरो लाइनमा हेर्नु ल। ल आउनु। सो हामी चाहिँ हाइकिङ गर्दै यहाँ यो पोइन्टमा आइसकेको छौँ। हाम्रो बस चाहिँ त्यही हो। अब हामी यहाँबाट हाम्रो रिसोर्ट चाहिँ यहाँबाट अलिकति 5 मिनट हिँडेपछि आइपुग्छ है। सामानबाट सबजना भागिरहेछ, म बोक्दिनँ भन्दै। यो 5 मिनेटले गर्नु गरेछ। ल, सबजना एकदम थाकेर थाकेको है, धेरै हिँडेर हो। तीर्थ सरले चाहिँ यहाँ मटका बोक्नु भएको छ। अब यो मटकाले चाहिँ हामी अलिपछि गेम खेल्छौँ है। कुइरी होला हो नि। अब यहाँ बेलुकासम्म कस्तो भयो? We are in the destination. यहाँ चाहिँ पिङ पनि रहेछ होइन। तर पिङ चाहिँ अलिकति भाँचिएको रहेछ झन्डै। मेरो साथी चाहिँ लडेको। रुखबाट यस्तो शीतल हावा आइरहेको छ होइन। यो रुखमा चाहिँ के फलेको रहेछ क्या, एउटा केटा जस्तो। के हो यो? तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला है त होइन। हाम्रो चाहिँ यही हो रिसोर्ट। अब आज हामी दिनभरि यहीँ बसेर खानपिन गर्ने, रमाइलो गर्ने, डान्स गर्ने गर्छौँ र बेलुका घर फर्किन्छौँ। बेलुका चाहिँ हामीलाई हिँड्नु पर्दैन। बेलुका चाहिँ हाम्रो बस यहीँ आइसकेको छ। यस्तो गाह्रो भयो होइन। आधी घन्टा भनेर हामीले लगभग 1 घन्टाभन्दा पनि बढी नै हामी हाइक गऱ्यौँ। ल, यहाँबाट चाहिँ यस्तो बवाल भ्यू देख्दो रहेछ। अब यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ हाम्रो फोटोसुट भइरहेछ होइन। ल, वाउ, लुक एट द स्टनिङ भ्यूज। काठमाडौँ एरिया भयो यो। यता बुढानीकण्ठ एरिया होइन। ओके, सो यता माथि काजुलजी यस्तो बवाल। कस्तो बवाल ज्योतिजी?
तारे भिरको त्यो छ नि त्यो चुच्चे छ नि त्यो चुच्चो तारे भिर त्यहाँ चाहिँ मान्छेहरू जान सक्दैन अरे कि त्यहाँ गयो भने चाहिँ खसरी भन्ने भनाइ छ कि एउटा त्यो चुच्चो यस्तोसँग देखिन्छ कि हाम्रो घरबाट पुरै यस्तो चुच्चो यहाँबाट चाहिँ फ्ल्याट देख्दो रहेछ ए एकदम ल यो चाहिँ भ्यूज हो ल हामी चाहिँ हाइकिङ स्टार्ट गरेको ट्रायल भनेको त्यहाँबाट लगौँ त्यहाँबाट हामी स्टार्ट गऱ्यौँ होइन त्यहाँबाट पनि होइन ऊ त्यो कपन गुम्बा यो कपन गुम्बा हो नि हामी यहाँबाट हाइकिङ स्टार्ट गर्दै 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 यसरी यताबाट हामी एक राउन्ड घुमेर चाहिँ यता आयौँ है हामीले चाहिँ यहाँ काफल पनि भेटेको छौँ होइन मिस्टर कमलेश कुमारले काफल टिपेर ल्याउनु भएको छ काफलको बोर्ड कस्तो हुन्छ म तपाईँहरूलाई आज देखाउन गइरहेको छु गाइज प्लिज फलो मी ल यो चाहिँ हाम्रो काफलको रुख हो यस्तो बवाल छ र काफल हो त यो ओ माई गड कस्तो बवाल मैले लाइफमा फर्स्ट टाइम काफलको बोर्ड देखिरहेको छु है आज अब मेरो साथी चाहिँ माथि रुखमा चढिरहेको छ ओ सो यहाँ चाहिँ हामी अब आउने बित्तिकै चाहिँ हाम्रो एउटा के छ भने अब यसलाई लन्च भन्ने कि ब्रेकफास्ट भन्ने कि हाम्रो दुइटा एउटै नै हो होइन लन्च भन्ने पनि हुन्छ ब्रेकफास्ट भन्ने पनि हुन्छ र यहाँ चाहिँ टी ब्ल्याक टी मिल्क टी है अन्डा एकछिन मेरो भ्लग चलिरहेछ नि ओके ल लिङ्क्स प्लिज हाम्रो चाहिँ माथि हाम्रो बाबदाई हो होइन सो ब्रेकफास्टमा चाहिँ अन्डा रोटी चाहिँ मैले एउटा मात्रै लिएँ है चना आलु अनि मिल्क टी लिएँ किनभने मिल्क टी खायो भने मलाई टाउको दुखेको जस्तो हुन्छ ल अब हामी चाहिँ खाना सुरु गर्छौँ शीतलमा बस्नुपर्छ उयो त आउनु गरममा बसेर काम छ यो अन्त दुनियाँ चिल दुनियाँ टाइम स्ल्याबमा हो कि होइन नर्मल यस्तो गर्नु पनि यस यस कुल इन्भाइरोमेन्टमा बसेर टक्क खाइराख्नु भएको छ र यता चाहिँ हाम्रो दुईजना स्विट गर्ल्सहरू चाहिँ यहाँ बसेर खाइरहेको छ वाट ह्यापन एकदमै फुड हन्ट गरिरहेछ कि उसले चाहिँ अन्डा कतिवटा खायो अन्डा पाउँदै पाएन नि दुईटा लिएर गएको होइन त अहिले गएर पैसा तिरेर अनि अन्डा अमलेट बनाइदियो भने दुईटा अमलेट बनाएको 100 रे आमा मैले फ्रिजमा आज फ्रिजभरि बियर मात्रै भनिदिनु भनेर आइसकेको छ आज अब बियर वाल सेल हुन्छ अब हामी गेम खेल्छौँ होइन गेमको लागि सबैजना लाइन लगाएर बस्नु ल यस्तै गरी ल ल ल यस्तै पङ्कज ल ल सबैजना यसरी गो ल Get your खबर म तिम्रो प्रेमी डल्चे गवान
Havana, I'ma take you Havana. Don't worry, baby, ma timro divana. I miss your pum I miss your bunda. Timre de yaad aउँछ office ma hunda. Second, baby, don't fake it for me. Dunia ko rules, break it for me. Muski laउँछु तिमी देखाइदियो ठुम्का. बरेलीको बजारमा गिराइदियो झुम्का. हुक्का पारमा फुक्दै हुक्का. Ex-boyfriend जस्तो छैन. ए गणपत Pankaj out. Oh, Pankaj out. Oh, out. Pankaj out. Pankaj out.